हेलो एभ्रीबडी, अहिले हामी लम्बी बजारमा छौँ। आज हामी गोबरडियामा हुने रामघाट मेला हेर्नको लागि चाहिँ जाने तयारीमा छौँ। अति नै राम्रो मेला छ रामघाटको मेला भनेर चाहिँ सुनिने गरिन्थ्यो। आज म फाइनली फर्स्टचोटि चाहिँ जान लागेको, अति नै उत्सुकता भएको छ मलाई त्यो मेला हेर्नको लागि। र अहिले हामी लम्बैदेखि चाहिँ हिँडिसकेका छौँ साथीहरू। त्यो मेला रातिमा लाग्दो रहेछ र लम्बैदेखि हामी प्रस्थान गऱ्यौँ। अहिले हामी यो राप्तीको पुल, यहाँ सबैले थाहा पाउनुपर्छ, राप्तीको पुल अति नै राम्रो छ। यो पुल फलामले बनाएको पुल, राप्तीको पुलनिर हामी चाहिँ पुगिसकेका छौँ। र अब हामी चाहिँ यही बाटो हुँदै हामी रामघाटको मेला जान्छौँ। र अहिले हामी यो राप्तीको पुलमा चाहिँ हिँडिरहेका छौँ। र त्यसपछि अब हामी हिँड्ने क्रममा चाहिँ हामी अब अगाडि बढिरहेका छौँ। र अहिले हामीले यहाँ देख्न सक्नुहुन्छ झिलिमिली पनि बलिरहेको छ बत्तीहरू चाहिँ। फाइनली हामी चाहिँ अहिले यो गडुवा बजार आइपुगेका छौँ। यहाँले देख्न सक्नुहुन्छ गडुवा बजार अति नै राम्रो छ, यो सुन्दर बजार छ, धेरै नै विकास भएको छ अहिले। र यो गडुवा बजारको हामी चोकमा चाहिँ आइपुगेका छौँ। झिलिमिली छ, बत्तीहरू बलेको छ, उज्यालो छ। र अब हामी चाहिँ योदेखि उत्तरतर्फ हामी चाहिँ गोबरडिया जाने बाटोमा चाहिँ मोडिएका छौँ। र यही बाटो नै हामी चाहिँ रामघाट मेला जानुपर्ने बाटो यही नै हो। त्यस कारणले गर्दा हामी यो मेला जान्छौँ। र हाम्रो एकजना साथी बाटोमा हुनुहुन्छ, उहाँको घरमा पसिकन हामी उहाँलाई ल्याउँछौँ। अहिले चाहिँ हामी कट्यान गाउँ सुनिल चौधरीको घरमा आइपुगेका छौँ। हामीले उहाँलाई पनि लिएर जाने हो। उहाँ पनि रेडी अवस्थामा हुनुहुन्छ, हामीलाई पर्खेर बस्नु भएको रहेछ। अब पानीसानी खाँदै हुन्छ, त्यसपछि हामी यहाँबाट अब निस्किहाल्छौँ। र उहाँ पनि अब आज मेला हामीसँग जाने भनेर अति नै खुसी हुनुहुन्छ। उहाँ अति नै खुसी हुनुहुन्छ, हाँस्नु भएको छ। अब हामी जाने तयारीमा छौँ। यहाँबाट हामी अब रामघाट मेला चाहिँ हिँड्छौँ। र मेला जाने खुसीमा साथीहरू अति नै उत्साहित छन् र त्यही खुसीमा चाहिँ नाच्दैछन् साथीहरू। यहाँ अब एकछिन नाच पनि हेरौँ साथीहरूको कस्तो छ भनेर। यहाँ गोरी तोरे होठ लाल आई के काजल करेला कमाल, गोरी तोरे लाइस के कमर पेर के पायल करेला घायल। अहिले हामी रामघाट मेलाको लगभग नजिक आइपुगेका छौँ। तपाईँले यो देख्नुहुन्छ यो चाहिँ नेपालको दोस्रो लामो पुल जुन सिसिनियामा अवस्थित छ। यो पुलबाट हामी चाहिँ अहिले हिँडिरहेका छौँ। अति नै राम्रो लामो पुल छ। यहाँ धेरै मानिसहरू चाहिँ यो पुल हेर्नको लागि पनि यहाँ आउनुहुन्छ। तपाईँहरूलाई म सरस्वती यो पुल देखाइदिएको छु, हेर्नुहोस् अति नै लामो छ यो पुल। नेपालको दोस्रो लामो पुलमा पर्छ यो। पहिलो कर्णालीको पुल हो भनेपछि दोस्रो चाहिँ यो सिसिनियाको पुल लम्बाइको हिसाबले चाहिँ लामो छ। अब हामी केही क्षणमा चाहिँ अब रामघाट मेला पुग्नेछौँ। मलाई पनि अति नै उत्सुकता छ त्यो मेला हेर्नको लागि, किन म फर्स्टचोटि आएको छु नि यहाँ, त्यही भएर चाहिँ कस्तो छ त्यो मेला भनेर चाहिँ हेर्न अति नै मन लागेको छ। अहिले हामी चाहिँ यो पुलमै छौँ र पुल पार गरिसकेपछि हामी चाहिँ रामघाट मेला पुग्छौँ। र तपाईँहरूलाई म आज रामघाट मेलाको पुरा दृश्य तपाईँहरूलाई म देखाउनेछु, हेर्दै गर्नु होला है। फाइनली साथीहरू हामी रामघाटको मेला चाहिँ आइपुगेका छौँ। म आज अति नै अचम्मित भएको छु, किनकि यति धेरै भिड हुँदो रहेछ यो मेलामा। म सोचेको पनि थिएन यो रातिको मेलामा चाहिँ के भिड होला भनेर चाहिँ। तर म आज पहिलोचोटि आएको र हेर्दा पनि मलाई अचम्म लागेको छ, रमाइलो पनि भएको छ। यो रातिमा मेरो सायद पहिलोचोटि होला म मेलामा आएको। रातिको मेला मैले अझसम्म हेरेको पनि थिएन र आज हेर्दा अचम्मित भएको छु। यति धेरै मान्छेहरू चाहिँ यो मेलामा चाहिँ आउनुहुँदो रहेछ, साह्रै नै रमाइलो छ। अब हेरौँ भित्र के छ मेलाभित्र चाहिँ। भित्र पनि धेरै कुराहरू छ जस्तो लाग्छ मलाई। यसो यो मेला हेर्दाखेरि चाहिँ अब भित्र के कुराहरू छ म यहाँहरूलाई चाहिँ देखाउँछु, हेर्दै गर्नु होला है। अति नै राम्रो र रमाइलो छ यो मेला, साह्रै नै चाहिँ भिडभाड पनि छ यहाँ। अब यहाँ अगाडि अलिकति नाचहरू डान्सहरू भइरहेको छ, त्यो पनि तपाईँलाई म देखाउँछु, हेर्नु है। डान्स खतरा डान्स। अनि साथी हो यो मेलामा त धेरै किसिमका चाहिँ खेलहरू पनि रहेछ। र हामी चाहिँ एउटा
यो निशाना लाउने खेल भन्छ हाम्रो नेपाली भाषामा चाहिँ त्यो खेल खेल्दैछु। मैले 100 रुपियाँ चाहिँ यो दिएर चाहिँ यो नम्बरमा चाहिँ निशाना लाउने भनेर चाहिँ खेल्ने तयारीमा छु र पैसा पनि हामी दुईजनाले हालेका छौँ। र अब हेरौँ हाम्रो निशाना चाहिँ ठ्याक्कै त्यो नम्बरमा लाग्छ कि लाग्दैन भन्ने हो। र अब लाए पनि चाहिँ डबल पाइँदो रहेछ, नलाएपछि चाहिँ 100 रुपियाँ जाँदो रहेछ। त्यस कारणले गर्दा मैले नम्बरमा निशाना लगाएँ तर मेरो नम्बरमा लागेन र पैसा गयो। अनि साथीहरू यो मेलामा धेरै किसिमको चाहिँ खेलहरू रहेछ र धेरै मानिसहरू चाहिँ खेलहरू खेल्दै हुनुहुन्थ्यो, तर हामी चाहिँ खेल धेरै खेलेनौँ र हामी चाहिँ मेला हेर्नतर्फ लाग्यौँ। र यहाँ धेरै किसिमका चाहिँ डुङ्गाहरू पनि देख्न सक्नुहुन्छ, अनि चर्किपिङहरू देख्न सक्नुहुन्छ, सबै कुराहरू रहेछ यहाँ। अनि हाम्रो बच्चा बच्चीहरूको लागि चाहिँ खेल्ने चाहिँ यी सबै किसिमका चाहिँ खेलौनाहरू पनि राखिएको छ यो मेलामा। अनि हामीले सानोमा खाने गर्ने यो चिनीको बनाएको हुन्छ, अति नै मिठो हुन्छ। यो पनि यहाँ देख्दा सानोको याद आयो मलाई आज फेरि। अनि साथीहरू हेर्न सक्नुहुन्छ यो गल्ली पुरा चाहिँ जेरी नै जेरीको गल्ली छ। यहाँ यो लाइन नै तपाईँको जेरी बनाउने लाइन रहेछ। यहाँ अति नै तातो तातो जेरी, मिठो जेरी चाहिँ बनाएर उहाँहरूले बेच्दै हुनुहुन्छ। यसो हेर्दा लाग्छ अति नै मिठो होला जस्तो, तर म खाँदैन, मलाई सुगर मन पर्दैन। घुम्दै जाने क्रममा लमै लागाउजनहरूको दिदीको स्टल पनि हामीले भेटाएका छौँ। साथीहरू भित्र गएर चाहिँ बसिसक्नु भएको छ। अब हामी चाहिँ भित्र बसेर तातो तातो सेकुवा खाने भन्ने प्लान छ। सेकुवा पनि बन्दैछ र आज हामी चाहिँ यो सेकुवा खाएर चाहिँ रमाइलो गर्ने भन्ने पक्षमा छौँ। अति नै रमाइलो भएको छ आज। अब चाहिँ हामी आर्या 100 को टिकट काटेर यो बब्बाल डान्स हेर्दैछौँ। म तपाईँहरूलाई सरस्वती डान्स देखाउन चाहन्छु। हेर्नुहोस्, डान्सको मजा लिनुहोस्। अब चाहिँ हामी पान खाने भनेर चाहिँ यो पानको लाइनतिर आएका छौँ। अति नै मिठो पान बन्दैछ यहाँ, हेर्दै हेर्नुहोस्। हामी पान खान्छौँ र रमाइलो गर्छौँ आज। धन्यवाद है बहिनी। हाई गर्नु त हाई, क्या त हाई गर्दैनौ ल। अनि साथीहरू हामी घुम्दै गर्दा यो खोरखोरले खेल्ने ठाउँमा आयौँ। झन्डा बुर्जा खेल्ने ठाउँमा अति नै मजा आयो, सानोको याद पनि आयो, धेरै नै रमाइलो भयो। धेरै वर्षपछि खोरखोरे पनि हामी खेल्न पायौँ। अन्तमा फेरि हामी यो नाचगानमा सहभागी भएर चाहिँ रमाइलो गर्दैछौँ। थ्याङ्क यू फर वाचिङ भिडियोलाई सब्सक्राइब गर्न नबिर्सिनु होला।